हामी चाहिँ जाँदैछौँ आज घुम्नलाई सबैजना मिलेर बिहान जस्तोमा ग्राम गुरुङ बसेर जाँदैछौँ गाडीमा सरर बनाएर जाँदैछौँ बुढाबुढीहरूलाई के अरे बिदाको दिन मेरो बाबा सुतिरहेछ कुरा गर्दैछ दिदी बहिनीहरू चाहिँ गयौँ सरर गइरहेछौँ पर गाडीबाट ओर्लेर फेरि हामी हिँड्दैछौँ बच्चालाई हिँडाउँदैछौँ सबै आफ्नो परिवार लिएर के हाँस्दै कुराकानी गरेर ओह्रालो बाटोमा हिँडाउँदैछौँ बच्चाहरूलाई बाटो ओह्रालो हिँड्दैछ बच्चाहरू खुसी भएर क्या गाडीमा चाहिँ चुपचाप थियो अनि खुसीमा हिँडिरहेछ निलिमा र एडन चाहिँ त हरियाली जङ्गलहरू कस्तो राम्रो कि उकाली हाइकिङ गइरहेछौँ यहाँले भैँसी पनि पालेको रहेछ अनि यहाँनिर उकालो लागिरहेछ आर्योक मैले यो बच्चा हिँडेको देखेर म छक्कै परेँ आज अगाडि टमक हुन्छ बरु हामी हिँड्नु सक्दैनौँ बरु मेरो बाबु एडन हिँड्नु सक्दैन ऊ टमक हिँडिरहेछ हामी सबजना हिँडिरहेछ अगाडि हिँडिरहेछ खुसी हुँदै